आज म्याच रहेछ गाइज यहाँनिर को आउने हो हेर्नु हाम्रो नङजाङ पछाडि फुटबल म्याच छ है गाइज नङजाङ पछाडि फुटबल म्याच पुरा रेडी भएको छ यहाँनिर यो 3टा ग्राउन्ड छ यहाँनिर गाडीहरू आएर पुरा खेलाडीहरू रेडी हुँदैछन् यार नेपाल भर्सेस भिड्ने भए आऊ है गडाको टिम मिलाएर पुरा गाडी लिएर जम्मा भएर छ कि आजै खेलेर आजै सिधाउने होला नि त 4-5 जस्तै उता नि भिड्यो यता नि भिड्यो अनि फाइनल भिडायो क्या खतरा हुने रहेछ यार गेम है ए भइ पो रहेछ कि के हो अरूभन्दा नि यिनीहरूको त्यो शान्तपन क्या साह्रै मजा लाग्छ क्या त्यो यार त्यो मात्रै भयो भने मान्छेको मानवता अर्कै देखिँदो रहेछ त्यो वातावरण नै अर्को देख्ने क्या चियाछलमा गयो शान्त अब कुनै पनि बुढीबुढा अलिकति बोल्ने खालको रहेछ भने बोल्यो भने होइन भने बुढीबुढा पनि मास्क लाएर चुप्पो लाएर आफ्नो तालमा बसिरहेको हुन्छ यार कोही चुइँ चाहिँ गर्दैनन् को मान्छेले कस्तो कपडा लायो कहाँ बस्यो के गर्यो कुनै कुनै झुक्किएर त्यो सुकेरी बस्नेतिर अफङ्ग बस्नेतिर घ्याच्च बस्यो भने पनि नबस भनेर पनि बस्दैन क्या भन्दैन क्या त्यसले आफै बुझेर आफै लजाएर आफै बुझेर उठ्नु पऱ्यो क्या होइन आफै यसो ला म त यहाँ बसेछु भन्ने त्यो आफैलाई हुनु पऱ्यो होइन भने त्यो प्रायः तिनीहरू बस्दैनन् विदेशीहरू कोही गएर प्याचै बस्यो भने किन बसिस् भन्दैन क्या आफै बुझ्नु पऱ्यो क्या त्यो अब त्यस्तो छ क्या यार यहाँको संस्कार यार आफ्नो कारणले अरूलाई यति पनि उसै हुन नदिने क्या जस त्यो ईर्षा नहोस् क्या रिस नहोस् क्या उसलाई यसले मलाई यस्तो भन्यो भन्ने चाहिँ बनाउँदैन क्या अब यहाँ बुढीबुढाहरू यार 70 वर्षको बुढीबुढाहरू यस्तो जाडोमा आएर गफ खेलिरहेको छ क्या कस्तो दामी बनाइदियो क्या सरकारले गफ खेलिरहेको छ यार बुढीबुढाहरू यस्तो जाडोमा भनेपछि हामीले जाडो लगाएर यस्तो ज्याकेट स्याकेट लगाएर टोपी ओढेर आएको छौँ यार उनीहरू सिम्पल कपडा लाएर आइरहेको छ यार अझ टोपी ओढेको छ त्यो त्यस्तो ढाक्ने चिसो हाम्रो उस पनि छैन क्या बुढो टी सर्टैमा यहाँ त्यो बाउला टी सर्टमा होइन हेर त छिटा जस्तो हिँड्छन् फेरि त्यो 70 गरज छ नि त्यहाँ रोकेर देखाउनु पऱ्यो ल हेर्नु त सबै 70 कटेको बुढाहरू हो यार चिसो छ त्यही पनि यस्तै भएको हिँड हेर्नु यहाँनिर भर्खरको छिटा हिँड्ने जस्तो हिँड्छ यो किसिमको वातावरण हुनु पऱ्यो क्या नेपालमा नि बुढाबुढीहरूलाई यो मेन्टली रूपमा धेरै फ्रेस हुन्छ र पनि यिनीहरूलाई रोग लाग्दैन क्या तनावमुक्त हुन्छ यस्तोले गर्दा त्यही भएर नि यिनीहरू धेरै बाँचेको होला कि यो 70 क्रसको बुढाहरू हो यस्तो छिटा जस्तो देखिन्छ यार यस्तो छ क्या सरकारले फेरि ठाउँ पनि कस्तो बनाइदिएको क्या खेल्ने ठाउँ बुढाबुढीको लागि जक्सन ठाउँ है